साथीहरु नमस्कार। यति बेला हामी लाइसेन्स अफिस खोलोनमा छौं। हामीले ह्याकरेनको सहायताबाट यति जति पनि साथीहरु देखिनु भएको छ पछाडी हामीले चाहिँ लाइसेन्स आज प्राप्त गरेका छौं र तपाईलाई पनि यदि लाइसेन्स बनाउनु छ भने ह्याकरेनसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। विदिन अ 1 डे उनी तिनीहरुले चाहिँ सबै कुरा सपोर्ट गर्नेछन् भन्दै अहिलेलाई चाहिँ मलाई जतिले पनि हेर्नु भएको छ तपाई नेपालबाट या इन्डियाबाट या श्रीलंकाबाट आप जिधर से भी हो आप कांटेक्ट करके अपना इंडिया का लाइसेंस है तो आप बना सकते हो। तो हामी लाइसेन्स बनाउन अफिसबाट निस्किसकेपछि यहाँ पोस्ट अफिसतिर जाँदैछौँ। हामीलाई चाहिँ एउटा साथीहरूले सहयोग गरेर सबैजना एकैसाथ जम्मा गरेर ह्याकरले चाहिँ लैजाँदैछ। एकदमै राम्रो सहयोग। इजरायलमा चाहिँ एकदमै अलिअलि चार्ज पनि लिनुहुन्छ तर सुविधा चाहिँ राम्रो छ। उहाँले आफै हात समातेर सबै ठाउँमा लगिदिनुहुन्छ। यो फेसिलिटीको लागि ह्याकरेनलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र तपाई पनि इजरायली लाइसेन्स बनाउन चाहनुहुन्छ भने तपाईसँग नेपालको लाइसेन्स छ भने धेरै सजिलो छ। र आप लोग इंडिया से है तो इंडिया का लाइसेंस है तो आप इंडिया का लाइसेंस से भी बना सकते हो। इफ यू फ्रॉम श्रीलंका एंड अदर कंट्री you can make easy driving license in Israel. If you have a smart license, you can make Israeli driving license and you can drive a car in Israel. Okay? सबैले मेरो भिडियोलाई शेयर गरिदिनु होला है त।